बल्ल चिने मैले तिमीलाई तिमी कतिको धोकेबाज रहेछौ भनेर मेरो अगाडि त त्यो भङ्गेरीलाई तिमीले आँखा झिम्कायो भने म नहुँदाखेरि त के गर्छौ होला तिमीले त अब गर्नु त के चाहिँ गरेर चुम्मा चाहिँ खाए अन्त तिमीलाई चुम्मा खम भन्दा तिमी लजाइ बस्छौ साङपारी बस्छौ अन्त म चाहिँ के चाहिँ गर्नु त्यसो भए नि आजदेखि नि तिम्रो र मेरो सम्बन्ध टुट्यो बुझ्यौ कट्टी तिमीलाई 13 वर्ष लभ गरेको चाहिँ तिमीले यति नै गर्नुको होला कि भन्ने चाहिँ मेरो बाटो पनि कट्टी शाबास छोरी बल्ला चिनी छैन यसलाई यस्तो लफङ्गेसँग लाग्दाखेरि के हुन्छ देखि छैन देख्नु त मैले पो देखेँ त तिम्रो छोरीले